साथी हो आज चाहिँ मेरो बर्थडे हो के यस्तो बिजी डेजमा है बर्थडे आएर अनि आजको दिनमा चाहिँ हामीले सेलिब्रेसन गरेन के गोरे दाइले चाहिँ चक्लेट लिएर आएछ हौ बर्थडे भनेर हेर्नु न हेर्दा हेर्दै 30 वर्ष लाग्यो हौ अन्त म चाहिँ उठ्ने बित्तिकै मेरो अनुहारहरू हेरेर बसेको के अनि फेस हेरिराख्ने टाइम पनि छैन भनेको अन्त हामी चाहिँ सपिङ लाग्यो कि नेपाल जानलाई सपिङ गर्नु पर्ने छ अन्त जापानिज स्टोरमा गए कि हल्का लुगाहरू किने है भाइ बहिनीहरूलाई यसो बच्चा गोरे दाइ चाहिँ हेर्नु न बेबीको लागि कस्तो कस्तो लुगाहरू किनिदिन खोज्छ के मैले होस् पर्दैन नकिन्ने भनेको त्यो दुईटा त किन्ने नै रे अन्त ट्राभल गर्न चाहिने चिजहरू किन्न गएको के बच्चा भएपछि ट्राभल गर्दाखेरि पनि पुरा माइन्डफुल भएर गर्नुपर्ने रहेछ के बर्थडे चाहिँ आज नमनाएर होइन टोकियोमा 2-3 दिन मनाएर ट्राभल गरेर घुमेर अन्त नेपाल जाने प्लान छ के हाम्रो चाहिँ त साथी हो हामी युएस जाने पनि टाइमहरू आइसक्यो नि त पिसिएसिङको पनि पेपर वर्कहरू टन्नै युएसमा यो जापानिज स्न्याकहरू लाने भनेर अनि बुढाबुढी यसो गरेको हेर्नु न गोरे दाइ कस्तो झ्याम्मै नागेर गएको जिउँदो मान्छेलाई नाग्नु हुँदैन भन्ने थाहा छैन कि गोरे दाइलाई अनि यस्तै कुरामा हाम्रो पुरा झगडा पर्छ हौ अब यस्तै हो है कल्चरल डिफरेन्स क्या लगेजहरू टन्नै थियो नि त अनि बच्चासँग त लाने पोसिबल नभएर हामी चाहिँ यामातोमा गएर एयरपोर्टसम्मै डेलिभरी गर्न आँटेको के 3टा लगेजको चाहिँ 85,000 जति लागेको थियो पाल भिजा अनि यो पिसिएसिङको पेपर वर्कहरू के गर्दा गर्दा यति बिजी भएको छ के लाइभ भिडियो अपलोड गर्ने टाइमै नभएर बल्ल अपलोड गरेको छु बर्थडे विश गरेकोमा थ्याङ्क यू सो मच आज चाहिँ बर्थडे सेलिब्रेसनको सेकेन्ड डे वेदर पनि एकदम राम्रो थियो कि आज चाहिँ हामी चाहिँ एयरबिएनबी चेकआउट गरेर अनि घुम्न जान आँटेको टाङ भुन्टुङ लगेज पाका पोको बोकेर चाहिँ हामी चाहिँ साकुरा गेचुमा दिनभरि घुम्ने प्लान बनाएको छ के यसपालिको बर्थडे चाहिँ अलग्गै गरी मनाइदिएको के गोरे दाइले मलाई यो प्लानहरू पनि सब उसकै हो जापान छोड्न लाग्यो भनेर होइन फ्यामिली भाइसँग धेरै टाइम स्पेन्ड गरोस् भनेर के यो चाहिँ केही खाएको थिएन अनि यो हवाइयन क्याफेमा एकदम भोक लागिसकेको थियो क्या हामीलाई चाहिँ यो कुन ड्रिङ्क हो है मैले फ्यान्सी लागेर मगाएको छ मलाई टेस्ट चाहिँ त्यति मन परेन चाहिँ मेरो आफ्नै भाइ होस् धेरैजनाले सोधिरहेको थियो उसको पनि टिकटक छ प्लिज फलो गरिदिनुहोस् है यति साह्रो भोक लागिरहेको थियो होइन सबको प्यानकेक एकचोटि ट्राई गरेको के मलाई होइन हौ मलाई चाहिँ राम्रोसँग बोल्न आउँदैन कि नेपाली म त 5-6 वटा ल्याङ्ग्वेज बोल्छु नि त एक्सेन्ट टोनहरू पनि कस्तो कस्तो आउँछ है म त मान्छेहरूले मनै पराउँदैन होला मेरो भोइसलाई कनेक्टै गर्दैन होला जस्तो लागेको थियो क्या र तपाईहरुले एकदम मन पराइदिनुहुन्छ है एकदमै खुसी लाग्छ अनि थ्याङ्क यू सबैजनालाई लन्च पछि चाहिँ मेरो 2टा कजन बहिनीहरू भेट्न आयो हामीलाई मेरो बेबी त धनी नि नेपाली रिलेटिभ्सहरू साथीभाइहरू भेट्यो कि पैसा पाइहाल्छ नि त यो मनीहरू चाहिँ कसरी म्यानेजमेन्ट गर्ने मलाई आइडिया नै आएन के सोचिरहेको छु अरु प्लिज भन्नुस् है तपाईहरुले यो बेबीले पाएको पैसाले के गर्नुहुन्छ पैसाहरू चाहिँ म माइन्डफुल तरिकाले युज गर्न चाहन्छु के पछि चाहिँ हामी सबै लाग्यौं है केबल कार चढ्नलाई पहिले के मनोकामनामा मात्र हुन्थ्यो नि त यो केबल कार अनि म त यही चढ्न मात्र भए पनि बाउ आमासँग पछि लागेर जान्थे के त्यसपछि चाहिँ राति डिनरको लागि त्यो इटालियन प्लेसमा गयौं गाइस यो टाको चाहिँ यस्तो मिठो थियो के आमामामा एज अलवेज है खाने बेलामा चाहिँ उठ्यो मेरो बेबी चाहिँ सबैजना डिनर ड्रिङ्क्सहरू गरेर है त्यसपछि त छुट्ने टाइम आयो साथी हो भिडियोमै देख्न सक्नुहुन्छ कस्तो स्याड थिएँ म चाहिँ साथी हो हामी चाहिँ बर्थडे मनाउन टोकियोतिर जान आँटेको हेर्नु न मेरो बेबीले स्क्रिनमा कस्तो मजाले हेर्छ के अन्त हामी चाहिँ त्यतैबाट नेपाल पनि जाने हो के मेरो बेबी चाहिँ यस्तो ज्ञानी छ के ट्राभल गर्दाखेरि केही प्रब्लम क्रिएटै गर्दैन के अन्त म चाहिँ भस्म सुते क्या 6 घण्टाको राइड थियो आजको प्लान चाहिँ योकोहामामा मेरो पछैदेखिको साथीको फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने थियो के हामीले चाहिँ एयरबिएनबी बुक गरेको थियो अनि यो चाहिँ त्यहाँको ओनर एयरबिएनबी चाहिँ खतरा ठुलो थियो के अनि टाइम स्पेन्ड गर्नलाई कस्तो मजाको थियो हाम्रो बेबीहरुमा पनि 1 मन्थको मात्र डिफरेन्स छ के मलाई त यस्तो खुसी लागेको कि बेस्ट बर्थडे भने नि हुन्छ उ चाहिँ मेरो सबसे पुरानो साथी भने पनि हुन्छ कि हाम्रो बन्डिङ चाहिँ त्यस्तै छ हामी चाहिँ है चड्डी बड्डी हो तपाईहरुको पनि बच्चैदेखिको साथी अहिलेसम्म पनि छ अन्त गोरे दाइले चाहिँ इटालियन प्लेसमा चाहिँ रिजर्भेसन गरेको रहेछ के ठाउँ चाहिँ फेरि टाढा रहेछ कि अन्त क्यान्सल गरेर यतैतिर घुमेर बसेको यो ओतोया देखेको के यो ओतोयामा चाहिँ मेरो फर्स्ट जब हो के जापानको मैले के पहिले यता भाँडा माझ्ने काम गर्थ्यो भनेको बियरले मिल्क सप्लाई बढाउँछ रे नि त एउटा साथीले भनेको अन्त हल्का एक्सपेरिमेन्ट गरेर हेरेको के यो चाहिँ मेरो भाइ हो कस्तो रुस्दैन भनेको के भएको रुस्दैन के भएको हामी दुईजना भेटेपछि चाहिँ यस्तो रमाइलो हुन्छ कि पिटी बोल्दै बस्छ हैन एक अर्कालाई जज पनि गर्दैन के केयर फ्री हुन पाउँछ के यो ओतोयाको खानेकुरा के कस्तो राम्रो छ के भेराइटी पनि धेरै छ त्यसपछि हामी फर्क्यौं अनि एकदम रमाइलो कुराकानी गर्दै रातभरि बसिरहेको के
म चाहिँ थेरापी जाँदैछु। अस्ति चाहिँ हामीले म्यारेज काउन्सिलिङ गरेको थियो। त्यहाँको काउन्सिलिङ गर्ने बाजेले चाहिँ गो एन्ड टक विथ थेरापिस्ट भन्यो। के भन्ने, मेरो पहिलेको चाइल्ड बर्थ, मेरो फर्स्ट बर्नसँग क्या मेरो छोरी जन्माउँदाखेरि चाहिँ मेरो प्रेग्नेन्सी, पोस्टपार्टम सबै टेरिबल थियो क्या, एकदमै ट्रमेटिक होइन, एकदमै के। त्यसको अगाडि चाहिँ हरर मुभी चाहिँ कमेडी लाग्न सक्छ त्यस्तो थियो होइन। त्यसपछिबाट नि मैले वर्कहरू गरेको है, आफ्नो इनर वर्क होइन, जर्नलिङ, मेडिटेसन, सेल्फ हेल्प बुकहरू पढ्ने। अनि आई थट के म चाहिँ फुल्ली हिल्ड भयो होला भनेर। अन्त मेरो यो नयाँ बेबी छ नि अहिले जन्मेदेखि चाहिँ हर्मोनल रोलर कोस्टरले गरेर पनि होला होइन, म चाहिँ कस्तो त्यो सिचुएसनमा पुगेको जस्तो हुने क्या। मेरो बडी चाहिँ पुरा कन्फ्युज हुँदो रहेछ क्या, मेरो ब्रेन त्यही सिचुएसन रिलिभ गरेको भनेर कस्तो एङ्सियस हुन खोज्ने। यो पोस्टपार्टम जर्नी र पहिलेको पोस्टपार्टम जर्नी चाहिँ मैले सबकन्सियसली कम्पेयर गरेर म चाहिँ पुरै स्याड हुँदो रहेछ क्या। अनि एकदमै चिट के हुने होइन। अनि त्यो चाहिँ मेरो गोरे दाइले रियलाइज गरेछ। अनि गोरे दाइले जाउँ म्यारेज काउन्सिलिङ गरौँ, तिम्रो त्यस्तो पनि छ, अहिले हामी न्यू प्यारेन्ट पनि हो, अनि जाउँ न, केही हुँदैन, थेरापीहरू काउन्सिलिङहरू चाहिँ नराम्रो कुरा होइन, जाउँ भने होइन। म्यारेज काउन्सिलिङ गयो। अनि त्यहाँको बाजेले थेरापिस्टसँग बोल, तिम्रो धेरै बोल्नुपर्ने कुराहरू रहेछ, टक इट आउट। यो हिलिङ जर्नी चाहिँ लङ टर्म हो के। अनि बेला बेलामा त्यस्तो आउँछ होइन, बोल्दैमा हेल्प सिकिङ गर्दैमा केही हुँदैन भन्यो क्या। अहिलेसम्म मैले प्रोफेसनल हेल्प लिएको थिएन होइन, आफैले गरेको हो नि त। अन्त जाऊ भने होइन, फोन नम्बर दियो। अनि मैले हिचिचाइरहेको थियो। अनि गोरे दाइले चाहिँ हिजो त्यो थेरापिस्टलाई, प्रोफेसनल थेरापिस्टलाई कल गरेर अपोइन्टमेन्ट लिएछ। अनि जान आँटेको यही हो साथी हो। अनि भर्खरको यङ बहिनीहरूलाई म के भन्न चाहन्छु भने होइन, अरूहरूको यो सोसल मिडियामा मेरो रिलेसनसिप यस्तो थियो, मलाई यस्तो भएको थियो, उस्तो भएको थियो, के प्रब्लम सेयर गर्छ नि, अरूको एक्सपिरियन्सबाट लर्न गर ल यो गाइस। अनि अरू मैले के भन्न लागेको थियो, अन्त हाम्रो चाहिँ यहाँ चाहिँ फ्री रहेछ क्या खुसीको कुरा चाहिँ। अनि अरूतिर चाहिँ पुरा महँगो हुन्छ अरे, यहाँ चाहिँ फ्री रे। त्यही भएर पनि म जान आँटेको गाइस। ल गयो ल ल हौ ओके। चुप, यो चाहिँ पेपर। बाबु प्लिज स्टप, लभ यु टु। यो चाहिँ पेपर सोपहरू क्या, ट्राभलको लागि स्पेसली गर्दैको लागि। त्यसपछि योहरू के लुगाहरू के हो, यो भ्याक्युम कम्प्रेसन ब्याग रे। लुगाहरू राखेर अनि भ्याक्युमले कम्प्रेस गर्न मिल्छ। अब फटाफट प्याकिङ गर्न आँटेको छ क्या हामीले चाहिँ नेपालको लागि, त्यही भएर। अनि त्यो चाहिँ यो त्यसकै लागि हो, यो के हो यो सक गर्नलाई, हावा निकाल्नलाई। त्यसपछि यो बच्चाहरू दुईजनालाई लुगाको म्याचिङ यस्तो लिल सिस रे। त्यो चाहिँ सानोको। अनि यो चाहिँ ठुलो चाहिँलाई बिग सिस लिल सिस रे। त्यसपछि बो, मैले यो सानो चाहिँको लागि त बोहरू नै किनेको छैन रहेछ क्या। ठुलो चाहिँकोमा त कति किनेर के लगाइदिएको थिएँ। 100% कटन हो क्या, कस्तो क्युट हेर्नु न। मैले सिनबाट यसलाई चाहिँ एउटा पनि लुगा किनिदिएकै थिएन कि, त्यही भएर त्यो चाहिँ म धुन राखिहाल्छु। यो धुएर मात्र लगाउनुपर्छ क्या। सँगै बो पनि रहेछ। यो चाहिँ के भन्छ, बिट्सहरू क्या, कस्तो क्युट हेर्नु न। सिनमा कस्तो क्युट क्युट सानो सामानहरू छ भने सस्तो पनि। यो फेरि 100% कटनहरू हो। यसको छर त कति धेरै छ, तर यस्तो क्युटहरू चाहिँ छैन क्या। भइहाले। अनि यो चाहिँ मेरो स्विम सुट, नेपालमा स्विमिङ गर्ने भनेर किनेको। ठिक हुन्छ कि हुँदैन स्विम सुट है। चेन्ज गरेपछि राख्ने छाड्नलाई। अनि यो प्लास्टिक निकालेर अनि डाइपर पोको पार्ने क्या। यति नै हो।
मलाई धेरैजनाले पोस्टपार्टम डिप्रेसन भएको होला भन्नुभएको थियो। नामै दिनु पर्यो भने PTSD हो, तर म नाम दिन चाहदिनँ कि लेबल गर्न चाहदिनँ। त्यो पास्टमा एकदमै ट्रमेटिक टेरिबल हरिफिक सिचुएसनमा एक्सपोज भएको छु क्या। मेरो पहिलेको प्रेग्नेन्सी पोस्टपार्टम एक्सपिरियन्स चाहिँ एकदमै नराम्रो थियो। म धेरै त खुलाउन चाहदिनँ, धेरै पनि नसोध्नुहोस्। यति चाहिँ भन्छु कि होइन, बच्चा जन्माउनलाई हस्पिटल ब्याग बोकेर चाहिँ म एक्लै गएको क्या। ट्याक्सी चढेर गएको, तर ट्याक्सी स्ट्यान्डसम्म पुग्नलाई चाहिँ यस्तै 5 मिनट हिँड्नु परेको थियो क्या लेबर पेनमा। मैले भने नि गोरेदाईसँग बिहा गर्नुभन्दा अगाडि मैले मेरो इनर वर्क हिलिङ जर्नीमा एकदमै काम गरेको। अहिले थेरापी जेको लागि गइरहेको छु नि, यो पोस्टपार्टम रिलेटेड, मतलब पहिले यस्तो बडी कन्फ्युज भयो ह्यान त्यान भनेर, त्यो चाहिँ मेरो अनटच अनहिल्ड वुन्ड क्या। टेप लगाएर राखिरहेको घाउ, त्यसलाई चाहिँ टेप खोलेर औषधि गर्न बिर्सेछ क्या। त्यसरी बुझ्नुहोस् ल। अनि त्यसले चाहिँ मलाई एकदम दुःख दिइरहेको थियो कि। अनि राति पनि पुरै नाइटमेयर्सहरू आउने, रिकरिङ नाइटमेयर्स के, एउटै खालको सपनाहरू क्या, डरलाग्दो सपनाहरू। त्यही भएर म थेरापी जान थालेको हो है। मेरो त्यो हिलिङ जर्नी स्टार्ट गर्दाखेरि चाहिँ के, मलाई यो पार्ट चाहिँ एकदमै पेनफुल लाग्ने क्या, अनि बोल्नै मन नलाग्ने क्या। त्यही भएर मैले स्किप गरिरहेको थियो। अनि त्यो चाहिँ अहिले मलाई पुरा हाबी परेको हो क्या। हामीले हिल गरेन भने पाकिरहन्छ नि त घाउ, निको पारेन भने त्यही भएको रे क्या। है।